हेलो नमस्कार साथीहरू। वेलकम छ हाम्रो इन्फिनिटी म्याथमेटिक्स च्यानलमा। अब हामीले चाहिँ अब रेगुलर बेसिसमा चाहिँ अब यहाँ के पढ्नेवाला छ मैले एक्सप्लेन गर्नेवाला छु। बिसिए सेकेन्ड सेमको म्याथमेटिक्स है। बिसिए सेकेन्ड सेमको म्याथमेटिक्स पढ्नेवाला छौँ। त्यसमा पनि अब टपिकहरू थुप्रैहरू छ। त्यसमध्येको एउटा टपिक लिमिट एन्ड कन्टिन्युटी। अब यो लिमिट एन्ड कन्टिन्युटी हजुरको 11 क्लासमा पनि छ, 12 क्लासमा पनि छ, 9 क्लासमा पनि छ, 10 क्लासमा पनि छ हैन। तपाईँको अब ब्याचलर बिसिएमा भइहाल्यो। यो सबैमा टपिकहरू छ। त्यही भएर हामीले यो टपिकलाई चाहिँ एकदम ध्यानपूर्वक हेर्नेछौँ। अब स्टार्ट गरौँ। हाम्रो इरेजर कता गयो? इरेजर चाहिएन ल, मैले अन्डो गरिदिएँ है त। ल अब स्टार्ट गरौँ। एउटा सिम्पल क्वेसनबाट हामीले स्टार्ट गर्छौँ। फर्स्ट क्वेसन, लिमिट x टेन्स टु 2। क्वेसन छ x स्क्वायर माइनस 4 होल अपन x स्क्वायर माइनस 5x प्लस 6। अब यो लिमिट एन्ड कन्टिन्युटी स्टार्ट गर्नुभन्दा अगाडि हामीले दुईवटा कुरा चाहिँ जानिराखौँ है। जस्तै हाम्रो इन्डिटर्मिनेन्ट फर्महरू भन्छ है। इन्डिटर्मिनेन्ट फर्म। इन्डिटर्मिनेन्ट फर्ममा अब हामीले के पढ्नुपर्छ त यहाँनिर 0/0 फर्म र इन्फिनिटी फर्म हामीले भन्छौँ। अब यसको लागि हामीले यही क्वेसनमा हेरौँ। जस्तै हाम्रो लिमिट कहाँदेखि कहाँसम्म दिएको छ? x टेन्स टु 2 दिएको छ। अनि क्वेसन हाम्रो छ x स्क्वायर माइनस 4 होल अपन x स्क्वायर माइनस 5x प्लस 6। अब एकछिनलाई हामीले के गरौँ भने यो 2 को भ्यालु हामीले सब्स्टिट्युट गरौँ। x को ठाउँमा सब्स्टिट्युट गरेर हेरौँ है त कस्तो रिजल्ट आउँछ। जस्तै 2 स्क्वायर माइनस 4 अनि होल अपन 2 स्क्वायर माइनस 5x प्लस 6। यो कति भयो? 4 माइनस 4 0 होल अपन यो कति भयो? 4। यो भनेको 4, 4 प्लस 6 भनेको 10 अनि माइनस 5 इन्टु 2 भनेको 10, 10 माइनस 10 भनेको 0। यो भनेको हाम्रो कस्तो फर्म आयो त? 0/0 फर्म आयो। त्यही भएर हामीले यहाँ के गर्छौँ भने हामीले डाइरेक्ट सब्स्टिट्युट गर्न मिल्दैन। त्यसको लागि हामीले के गर्नुपर्छ भने लेखौँ लिमिट x टेन्स टु 2 के गर्छ हामीले यसलाई डिभाइड गर्छौँ। डिभाइड गर्नु भने टुक्राउँछौँ भनौँ न। x स्क्वायर माइनस 4 लाई हामीले के लेख्न मिल्छ? 2 स्क्वायर लेख्न मिल्छ र यो भनेको x स्क्वायर माइनस 5x प्लस 6। त्यसै गरी अब मैले यहाँ लिमिट चाहिँ लेखिरहेन हैन। यसको लागि चाहिँ मैले डाइरेक्टली कन्टिन्यू गरेँ। यो भनेको हाम्रो x स्क्वायर माइनस 2 स्क्वायर छ भने के हुन्छ? x माइनस 2 प्लस 2 फर्मुलामा जान्छ हाम्रो a स्क्वायर माइनस b स्क्वायरको फर्मुलामा जान्छ। र त्यस्तै गरी फेरि x स्क्वायर माइनस 5x यसलाई हामीले फ्याक्टराइज गर्छौँ, मिड टर्म ब्रेक गर्छौँ। जस्तै अब मल्टिप्लाई गर्दा 6 हुने र एड गर्दा अथवा सब्ट्र्याक्ट गर्दा कति हुने? माइनस 5 हुने भनेको हाम्रो के हुन्छ यहाँनिर? x स्क्वायर माइनस 2x माइनस 3x प्लस 6 लेख्न मिल्छ? ल लेख्न मिल्छ भने लेखौँ x स्क्वायर माइनस 2x माइनस 3x प्लस 6 है त। यसलाई हामीले ब्राकेटमा राख अलिकति राम्रो देखिन्छ। त्यस्तै गरी फेरि ल त्यस्तै गरी अब लिमिट x टेन्स टु 2 हाम्रो के थियो यहाँनिर? x माइनस 2 र x प्लस 2 जस्ताको तस्तै नै भइहाल्यो। त्यस पछाडि यसलाई हामीले यो दुईवटा टर्ममा हाम्रो कमन के छ?
x कमन छ, बच्चे कति त x -2 बच्यो। फेरि यो दुईटा टर्ममा आएर हाम्रो के कमन छ त -3 कमन छ। -3 कमन छ हाम्रो यहाँ के बच्छ x -2 बच्छ। त्यसै गरी फेरि x -2 हामीले कमन लिन मिल्छ। तल लेखौँ है त ल, लिमिट x टेन्ड्स टु 2 x -2 x + 2 जस्ताको तस्तै नै भइहाल्यो। अब x -2 यो दुईटालाई चाहिँ हामीले के लेख्यौँ x -2 कमन लियौँ, यहाँनिर कमन आयो। त्यसै गरी अब के बच्यो यहाँनिर x बच्यो र यहाँनिर कति बच्यो -3 बच्यो। ल त्यस्तै गरी अब यो x -2 हामीले काट्न मिल्छ ल। त्यसपछि लिमिट अब कति बच्यो त लिमिट x टेन्ड्स टु 2 x + 2 होल अपन x -3 बच्यो। अब हामीले के गर्छौँ भने यो 2 को भ्यालु हामीले लिएर गएर यो x मा सब्स्टिट्युट गर्छौँ। इफ यो सब्स्टिट्युट गर्दा फर्दर 0/0 र इन्फिनिटी अपन इन्फिनिटी फर्म भएको छ भने हामीले फेरि फर्दर हामीले टुक्राउनु पर्ने हुन्छ। अब यहाँ त हाम्रो त्यस्तो स्थिति आएको छैन, त्यही भएर हामीले के गर्छौँ डाइरेक्टली सब्स्टिट्युट गरिदिन्छौँ। त्यो भनेको कति हो त 2 + 2 र 2 -3, यो भनेको कति आयो त 2 + 2 भनेको 4, 2 - 3 भनेको -1। यसलाई हामीले के लेख्न मिल्छ -4 हाम्रो रिजल्ट आयो। त्यस्तै गरी हाम्रो एउटा फर्स्ट क्वेसन एकदम सिम्पल क्वेसन चाहिँ सकियो भनौँ होइन, एकदम सजिलै तरिकाले। अब यसलाई चाहिँ हामीले के गरौँ त नेक्स्ट क्वेसनतिर लगाउँ है त। क्वेसन नम्बर 2 पनि एकदम सजिलो खालको एकदम बुझ्ने खालको क्वेसन गरौँ। लिमिट x टेन्ड्स टु 1 यो छ हाम्रो x -1 होल अपन x स्क्वायर -2x + 1। अब पहिला सुरु हामीले के गर्थ्यौँ भने यसलाई चेक गर्नु पर्यो। के चेक गर्नु पर्यो, 0/0 फर्म छ कि इन्फिनिटी अपन इन्फिनिटी फर्म छ हामीले चेक गर्नु पर्यो पहिला सुरु। ल चेक गरौँ है त, रफली ट्राई गरौँ। यहाँनिर 1 - 1 अनि यहाँनिर त्यस्तै गरी 1 स्क्वायर भनेको 1 नै हुन्छ, -2 × 1 भनेको 2 नै हुन्छ, +1 यो कति आयो 1 - 1 भनेको 0 अनि यो 1 र 1 के हुन्छ 1 1 + 2 2 - 2 = 0। त्यही भएर यो के भयो त 0/0 फर्म भयो। यस्तै क्वेसनहरू भयो नि हामीले यहाँनिर साइडमा लेखिदिनु पर्ने हुन्छ है। हामीले यहाँनिर साइडमा लेखिदिनु पर्ने हुन्छ 0/0 फर्म भनेर है। यहाँनिर हामीले साइडमा लेखौँ, यसलाई 0/0 फर्म लेख्नु पर्यो। रफली ट्राई गरेर हामीले त्यहाँनिर लेख्दा हुन्छ, केही फरक पर्दैन। ल त्यसै गरी लिमिट x टेन्ड्स टु 1 x -1 जस्ताको तस्तै। अब तलकोलाई टर्मलाई हामीले के गर्छौँ मिड टर्म ब्रेक गर्छौँ। यो भनेको कति डाइरेक्टली हाम्रो फर्मुलामा गएको छ, यसलाई हामीले के लेख्छौँ x -1 को होल स्क्वायर। ल त्यस्तै गरी अब यो के x -1 यो पनि एउटा टर्म हो, यसलाई हामीले काट्न मिल्यो। लिमिट x टेन्ड्स टु 1 यसलाई x -1 जस्ताको तस्तै लेखौँ। x -1 होल स्क्वायर भनेको मिनिङ हामीले के बुझ्न सकिन्छ x -1 र x -1 बुझ्न सकिन्छ। ल त्यसै गरी यो के भयो 1 काटियो हाम्रो अनि यहाँनिर अब हाम्रो के बच्यो लिमिट x टेन्ड्स टु 1 होल अपन x -1। अब सरी यहाँनिर x है। ल अब हामीले के गरौँ भने यो x को ठाउँमा लिएर गएर 1 सब्स्टिट्युट गरौँ, किनभने अब यहाँनिर हाम्रो के हुन्छ नि 1 सब्स्टिट्युट गर्दाखेरि 1 होल अपन 1 - 1 भनेको 0 हुन्छ, 1/0 भनेको इन्फाइनाइट हुन्छ। अब फेरि हजुरको क्वेसन के हुनसक्छ भने हामीले यहाँनिर किन सब्स्टिट्युट गरेँ, किन फर्दर टुक्राएन भनौँ एउटा क्वेसन चाहिँ आउनसक्छ। अब के छ भने हामीले यहाँ टुक्राउनु पर्ने अब अगाडि स्थिति पनि छैन नि त होइन। त्यही भएर हामीले के गर्छौँ डाइरेक्ट लिएर गएर यहाँनिर x को भ्यालु हामीले सब्स्टिट्युट गरिदिन्छौँ। यो भनेको 1 1 - 1 यो भनेको 1 हुन्छ, 1 - 1/0 यो भनेको हाम्रो के हो इन्फिनिटी हाम्रो आन्सर आउँछ है त। ल
अब आजको लागि हामीले यति नै गरौँ, एकदम सर्ट एन्ड स्विटको लागि। अब नेक्स्ट क्वेसन चाहिँ हामीले अलिकति राम्रो लेन्दी नै बनाउनेछौँ है त। ल, धन्यवाद।